नेपालमा त फिफा वर्ल्ड कप सुरु भइसकेको छ त आज नै। ल भोलि अब कसको गोल हुने हो, भोलि बिहान न्युज पेपरमा अथवा न्युजमा सुन्न पाइने हो। साथीहरू नमस्कार। नेपालहरू पत्याउनु हुन्न भने यो पुरा भिडियो हेर्नु होला, यसमा के भइरहेको छ नेपाल। म महाविद्वान गुरुङ। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति नेपालको संविधानप्रति पूर्ण वफादार रही पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको वा देश र जनताको नाममा ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु। यसमा के भइरहेको छ नेपाल। एक्चुअली साथीहरू मैले भन्न खोजेको के हो भने फिफा वर्ल्ड कप त पर्सि सुरु हुँदैछ होइन। अब मेक्सिको भर्सेस साउथ अफ्रिकाको ओपनिङ गेम छ भने हाम्रो नेपालमा आजै वर्ल्ड कप सुरु भइसक्यो। भन्न खोजेको चाहिँ के हो भने हाम्रो गृहमन्त्री सुदाङ गुरुङजीले पुनः शपथ ग्रहण गर्नुभएको छ। कति ठुला बडा नेतादेखि चोर फटा भ्रष्टाचारीहरूको चाहिँ मुटुमा ढ्याङ्ग्रो ड्याङ 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 बजाइसकेका छन्। सो लेट्स मुभ अगेन। बधाई छ, शुभकामना छ गृहमन्त्रीज्यू। रमाइलो हुने भयो वर्ल्ड कप सँगसँगै तपाईँको न्युज पनि बिहान बिहान अपडेट पाउँदाखेरि मनै खुसी हुन्छ। भ्रष्टाचारहरूलाई जेलभित्र हाल्दा समय भन्दाखेरि दिल खुसी हुन्छ, मन खुसी हुन्छ। तपाईँलाई धेरै धेरै शुभकामना छ पुनः गृहमन्त्रीको पद शपथ ग्रहण गर्नुभएकोमा। यसपालि चाहिँ अलिकति स्ट्रङली त्यो माछाहरू चाहिँ चिप्लिन नपाउने हिसाबले तपाईँले जालो चाहिँ त्यसरी बुनेर बल्ल चाहिँ गोल पोस्टमा गोल गर्नु होला, विकेट गिराउनु होला भन्न चाहन्छु।